हेलो गाइज, दर्शन नमस्ते, साथै वेलकम माई युट्युब च्यानल। आज चाहिँ म तपाईहरुलाई कोरियामा सुत्केरी हुँदा अथवा सुत्केरीलाई लिएर हस्पिटल बस्दाखेरिको अनुभवहरू चाहिँ शेयर गर्न जाँदैछु है। मेरो बुढीको चाहिँ अब सीएस भएको थियो, त्यसकारणले हस्पिटल बसाइ अलि लामै छ, हप्ता दिन जतिको। त्यही हप्ता दिन भरिको अनुभवहरू चाहिँ म तपाईहरुसँग शेयर गर्छु है त। हामीले चाहिँ पहिला नै सिंगल क्याबिन बुक गरेको थिए, त्यसकारणले हामी चाहिँ अब सिधै हाम्रो आफ्नै क्याबिनतिर लागे। अपरेसन गरेको लगभग 24 घण्टा पछाडिबाट चाहिँ खाना खान मिल्ने रहेछ। 24 घण्टा भन्दा अगाडि त पानी पनि खान दिएन, मिल्दैन भन्यो। त्यसपछि चाहिँ पानी हुँदै यसरी सिम्पल नर्मल खालको खानाहरू चाहिँ दिन सुरु गर्यो। खानेकुरा चाहिँ ढोका अगाडि उनीहरूले यसरी ल्याइदिन्थे, अनि हामीले त्यहाँबाट ल्यायो, खाना खाइयो। फेरि त्यो खानाको पिरियडलाई अगाडि ढोका अगाडि नै के भन्छ निकालिदियो। यो सिंगल क्याबिन बसाइ चाहिँ झट्टा हेर्दा त्यो कोरियाको मोथेलतिर बसेको जस्तो देखिँदो रहेछ। फरक यति हो, यहाँ चाहिँ 3-4 आवरको डिफ्रेन्टमा चाहिँ डक्टरहरूको टोली राउन्डमा आइरहन्छ, अनि अलिक बेडहरू छुट्टै हुन्छ भनौँ है। कोरियामा सुत्केरीहरूको मेन खाना भनेको समुद्री झार भनौँ न, यो समुद्री लेउ यकु भन्छ, त्यो खाने चलन छ यहाँ कोरियामा चाहिँ। अब हाम्रो नेपालमा चाहिँ सुत्केरीहरूले घिउ मासु भात खानुपर्छ भन्छन् है। यहाँ कोरियामा चाहिँ बच्चा जन्मिने बित्तिकै करिब झन्डै नर्मल्ली पनि 6 महिना अब सक्छ भने 1 वर्षसम्म चाहिँ कन्टिन्युली यो समुद्री झार खानुपर्छ, समुद्री लेउ खानुपर्छ, अनि मात्रै शरीर राम्रोसँग बाँधिन्छ। त्यसपछि ब्रेस्ट फिडिङ गर्दा पनि एकदम राम्रो हुन्छ भन्ने चलन रहेछ। हाम्रो नेपालमा त अपरेसन गरेको मान्छेले, जुन कुनै अपरेसन गरेकोहरूले पनि प्याज खाना हुन्न, टमाटर खाना हुन्न, आलु खाना हुन्न, अनि के लसुनहरू है के अदुवाहरू के खाना हुन्न, घाउ पाक्छ भन्छन् है। अब यहाँ त अपरेसन गरेको भोलिपल्टबाट नै झन् मेन खानेकुरा नै त्यही टमाटर प्याज अब आलु यस्तै दिँदो रहेछ। खै मलाई त अचम्म लाग्यो। खाना लिन आउँछ नि, खाना यो अन्डर सुत्केरीको कुरा खै आज चाहिँ के रहेछ, फिक्सु रहेछ। अहिले चाहिँ ठ्याक्कै हामी चाहिँ अब सुत्न लाग्थ्यो है। रातको कति 11 बज्यो। अहिले चाहिँ हाम्रो माथि अब हाम्रो बच्चा उठ्यो अरे, अनि ब्रेस्ट फिडिङ गराउनलाई हामी जान लागेको लाचामा अब है। हामीलाई चाहिँ अब माथि बेबी उठिसक्यो अरे, अनि फोन आयो क्या उताबाट, बच्चा उठ्यो अब ब्रेस्ट फिडिङ गराउन आउनु भनेर चाहिँ बोलायो। त्यसपछि मेरो बुढीको चाहिँ सीएस गरेको नि त, त्यही भएर अब अर्को सीएस नगरेकोहरूलाई पनि चाहिन्छ होला यो बेबी कुसन भन्ने। यो यहाँ चाहिँ बच्चाको हाम्रो बेबी चाहिँ माथिल्लो फ्लोरमा छन्, हामी चाहिँ 5औं फ्लोरमा, हाम्रो क्याबिन चाहिँ 5औं फ्लोरमा, अनि हाम्रो बेबी चाहिँ 6औं फ्लोरमा भएको कारणले गर्दाखेरि 1 फ्लोर माथि चाहिँ हिँडेर जानुपर्ने हुन्छ। आज चाहिँ अपरेसन गरेको 4औं दिन। हिजो त मैले समात्दै लिएर गएको थिएँ, आज चाहिँ होइन, नसमातिकन पनि म बिस्तारै हिँड्न सक्छु भने त्यस कारणले बुढीलाई अगाडि लाएर माथि बेबी भएकोतिर चाहिँ जाँदैछौँ हामी। यो चाहिँ न्युबर्न बेबी रुम। बच्चा जन्मिएपछि आमा बाउलाई नदिएर डिस्चार्ज नहुँदासम्म चाहिँ यो कोठामा राख्ने रहेछ। यो भित्र चाहिँ आमा मात्रै जान पाइन्छ, त्यही पनि ब्रेस्ट फिडिङ गराउनलाई मात्रै, हामी चाहिँ जान पाइँदैन। त्यस कारणले म चाहिँ बाहिरै वेटिङ गरेर यता सिसाबाट मात्रै हेरिरहेँ। अनि आफूले पनि बेबीलाई नजिकबाट हेर्न मन लाग्यो। मेरो बेबीलाई चाहिँ यता ल्याइदिनु भनेर चाहिँ यता भन्यो भने चाहिँ तिनीहरूले सिसा अगाडि यसरी ल्याएर राखिदिँदो रहेछ होइन। अनि हामीले चाहिँ आफ्नो मन लाग्दै दिनमा जति पटक पनि
अनि जति समयसम्म पनि यसरी हेर्न चाहिँ पाइन्छ है। जस्ट त्यहाँ इन्फर्म चाहिँ गराउनु पर्ने हुन्छ अगाडि नै। यसरी नै खाना खुवाउने अनि त्यसपछि माथि बेबीलाई चाहिँ ब्रेस्ट फिडिङ गराउन लाने। अनि यो हस्पिटलमा चाहिँ सुत्केरी मसाज, स्किन केयर सबै रहेछ। अनि त्यता लाने ल्याउने गरेरै मेरो चाहिँ 1 हप्ता हस्पिटलको 1 हप्ता बसाइ चाहिँ सकियो। आज चाहिँ हाम्रो अब हस्पिटल बसाइको लास्ट दिन है। अब हामी चाहिँ डिस्चार्ज भएर रुम जाँदैछौँ। अनि सँगसँगै बच्चा जन्मेपछि बल्ल आज चाहिँ बाबुआमाले साथमा राख्नु पाउँछ है। आजदेखि चाहिँ उनीहरूले हामीलाई दिँदो रहेछ। अब हामी चाहिँ ब्याकप्याकहरू गर्न लाग्यो है। मैले पनि भिडियोतिर नै देखेर हस्पिटल ब्याग भनेर चाहिँ निक्कैले एकदम धेरै बेबीको कपडाहरू अनि अरू सामानहरू निकै धेरै प्याकिङ गरेको देखेर मैले पनि यत्रो धेरै सामान लिएको बेकार भयो है। एउटा पनि युज भएन। जस्ट लाने दिनमा 1 जोर कपडा मात्रै माग्यो, अरू सबै हस्पिटलले नै गरिदिँदो रहेछ। ल अब बेबी लिन जानलाई कार सिटहरू ब्यागहरू सबै रेडी गरेर अनि हामी चाहिँ अब डिस्चार्ज गर्न तर्फतिर चाहिँ लाग्यौँ। 틀리시면 다시 오셔야 되니까 정확하게 확인해 주세요. 아, 이거는 제가 영어로 해주라고. 영어로요? 영어도 해드릴게요. 네네네. 이거는 여기 아빠, 엄마 성함. 네. डिस्चार्जको दिनमा हस्पिटलले छुलछान छुङमेङ छ। बर्थ सर्टिफिकेट चाहिँ कोरियन भर्सनबाट यतिकै पनि दिइ नै हाल्छ। तर हामीलाई चाहिँ नेपाल एम्बेसीमा बच्चाको नेपाली जन्मदर्ता गराउन, पासपोर्ट बनाउन, यताउति गर्न चाहिँ त्यो कोरियन भर्सनको बर्थ सर्टिफिकेटले नमान्दो रहेछ। त्यस कारणले इङ्ग्लिस भर्सनको दिनु भनेर मैले पहिल्यै मागिसकेको थिएँ। तपाईँहरूले पनि कोही कसैले हस्पिटलमा बच्चा जन्माउँदै हुनुहुन्छ भने कोरियाको हस्पिटलमा अगाडि नै मलाई इङ्ग्लिस भर्सनको पनि बनाइदिनु भनेर रिक्वेस्ट गर्नु होला, हस्पिटलले बनाइदिन्छन्। फाइनली छोरालाई लिन पाएँ। यता ध्यान अनुहार देख्दै देख्नु अब हामी सधैँ 2 जना मात्रै हिँड्थ्यौँ यो बाटो। आज चाहिँ हामी छोरा लिएर 3 जना भएर घर जाँदैछौँ। यो बाटो अस्ति हामी आउँदाखेरि कहाँ साकुरा फुलै फुल्थ्यो, अहिले पात भइसकेछ। मेरो बुढा चाहिँ यहाँ ड्राइभिङ गर्दै हुनुहुन्छ, छोरा लिएर आएर खुसी हुँदै। अनि अस्ति हामी जाँदाखेरि बाटैभरि साकुरा फुल्थ्यो, अहिले फुल चाहिँ फुलेर पात भइसकेछ। अनि मेरो सानो पुन्चु चाहिँ यहाँ सुतिरहेछ ज्ञानी भएर। अनि हामी चाहिँ घर जाँदैछौँ। अब यो बाटोको यात्रा पनि सकियो। वेलकम। टक्क ल
यहाँ भिडियो बनाइराख मुख बिगार्छ यार अलि हाँसिन बनाउनुपर्छ